आज हामी अर्को बाटो राम्रो बाटो घुमेर त्यहीँनिर सबैजना जाने सबै छ क्या होला फेरि यताको सर्टकट बाटो देखायो अर्को बाटो पनि छैन भन्छ कताबाट घुमेर नि गाडी नै आउँछ नि अब देखाएको त यही बाटो जस्तो लाग्यो यही बाटो पशुपतिको पछाडि पछाडि हुँदै हामी कुन के बाबा अरे शिवपुरी बाबा शिवपुरी आश्रम कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु पर्यो हामी अहिले जाँदैछ पुगिसकेपछि फेरि अर्को भिडियो आउनेछ हजुर प्लेन हेर्नु त कस्तो अर्कै छ है मा त्यो प्लेन यहीबाट जान्छ जस्तो छ आज म शिवपुरी आश्रममा घुम्न आएको छु मामासँग र यो माथि कसरी चढ्ने होला बाटो हेर्नुहोस् त कस्तो छ यो बाटो हेर्दा त आज कति अप्ठ्यारो आइयो एकचोटि तल गएर फेरि यताबाट यो बाटो यसरी जाने ल हेर्नुहोस् त शिवपुरी बाबाको आश्रममा यो भए डेन्जर ओहो कति डेन्जर अरे भाइ यस्तो राम्रो जङ्गलभित्र आश्रम बापारिए दादा ठिक छ इन्जोय त अब ल मामा हाम्रो स्कुटी के हुन्छ भनिदिनुहोस् आइया हो आउँदैन हो त कति मजाको ठाउँ कति हरियाली के होइन यस्तो सहरमा नि यति राम्रो जङ्गल हुन्छ भनेर म एक्सपेक्टै गरेको थिएन त्यो फिल्मको सुटिङ है त गोरेर काँसी फिल्मको सुटिङ ए त्यहीको कस्तो लागिरहेछ त्यहाँ भगवानको आश्रम छ ईशा हामी कहाँ आएको यता हेरेर भनौँ हजुर एउटा राम्रो बनाउन यस्तो हिँडिरहेको के हेर्नुहोस् त भिडियो भइरहेको क्या तपाईँको यहाँ एकछिन रोकेर यहाँ हाम्रो यो भ्लग हो कि म युट्युबमा राख्ने आज एकछिन राख्नु होइन म त युट्युबमा दिदीलाई पठाउनु लागि को दिदी अहिले म माथि गएर गराउँदा हुँदैन हिँड्दै गरेको अहिले यसैलाई काटौँला क्या मैले हिँड्दै गरेको बनाएको है पछाडि यसैलाई काट्नला युट्युबबाट ल शिवपुरी ओहो हो कस्तो ठाउँ ल जाँदैछु शिवपुरी अनि भिडियोमा त खतरा देखाएको छ शिवपुरी आश्रम अरे राम बाबा ए शिवपुरी बाबा जाने बाटो यहाँ हेर्नुहोस् लेखेको छ के अरे खाना रे जङ्गल के यहाँको हावा हेर मेडिटेसन टाइपको यहाँको वातावरण हेर 1934 वर्षसम्म हो जीवित रहेका विश्व खुट्टाले पैदल यात्री गरेर घुमेका हो शिवपुरी बाबा उनलाई क्यान्सर थियो डक्टरले अब तपाईँ 3 वर्ष मात्रै बाँच्नुहुन्छ भनेर उहाँलाई सल्लाह दिएको थियो अनि त्यस पछाडि उनी चमत्कार गरेर 135 वर्षसम्म उनी जीवित रहे त्यस पछाडि उता के घर हो उहाँ आश्रम हो आश्रमको बस्ने जीवित हुँदैन केही रहेन कता हो जाने बाटो त ए यही किनार हुँदै हो क्या ल ठिक छ जाऊँ घुमेर आऊँ हजुर फेरि हाम्रो भ्लग स्टार्ट शिवपुरी टुर
एकदम ग्रिनी पिस प्लेस भेरी गुड प्लेस फर मेडिटेसन के भनेको बाँदर ए ओके बाँदर भन्नु ल जम 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 लेट्स गो बाँदर आज शनिबार मिति इङ्ग्लिस डेटमा आज नोभेम्बर कति भन्दाखेरि नोभेम्बर 8 2025 वी आर इन शिवपुरी यो पशुपतिको पछाडिको जङ्गललाई भनिन्छ यहाँ एउटा आश्रम जस्तो हेर्न सक्नुहुन्छ घर जस्तो आश्रमको रहेको छ र यहाँ ध्यान गर्ने तपस्या गर्ने मेडिटेसन गर्ने र अन्य घुमघामको लागि पनि यो स्थान एकदम प्रख्यात छ सो आज हामी शिवपुरी आएका छौँ अब भ्लग त त्यति आउँदैन बनाउन यो भ्लग पनि नभनौँ के भ्लग यस्तो यत्तिकै टाइम पास शनिबार डे आउट विथ दिस ब्रदर दिस सिस्टर एन्ड माई maternal uncle. In Nepali, I am with my bhai, bahini and mama. कस्तो राम्रो हेर्नु त मा हरियाली यति बवाल आहा यहाँबाट कुदे पार के हुन्छ यहाँ खसे पार पुरै खाइसक्यो के भयो के हो यो हो र ए ल जाम जाम हो र ओके गुड गुड नाइस we keep this moment of my life के टिपेको त हातमा सुगा कराइरहेछ This is the sound of the parrot. खै ईसा ल चढ चढ 1 2 3 4 5 6 7 ल 8 9 and 10. This is the 10 step of ladder. La ilaha Om Namah Shivaya. Hello. बाइक स्कुटी कार सबै आउँदो रहेछ त कताबाट रहेछ यो बाटोहरू गाडीहरू हाम्रो त हुँ बाटो कता रहेछ आउने ल फेरि स्टार्ट गरौँ भिडियो ल जङ्गलभित्र यस्तो राम्रो ठाउँ यहाँ ध्यान तपस्या सबै हुन्छ तपस्या भइरहेको पनि थियो र अब यता हामी अर्को उसमा आएका छौँ यहाँ कृपया हेर्नु पर्यो यस्तो छ यो हेर्न सक्नुहुन्छ किप साइलेन्सको बोर्ड पनि लागेको छ बाहिरबाट लक छ त यसमा बाहिरबाट लक छ त सबै लक छ त बाहिरबाट स्टोर हो क्या अघि आएको हामी यही बाटो त भिडियो गरेको म त
ए बाँदरलाई त्यहाँ हल्लाइरहेछ